Hello everyone, good morning and welcome back to my YouTube channel Beyond the Blackboard. आज हामीले फर्स्ट ल अफ थर्मोडायनामिक्स को सेकेन्ड लेक्चर कन्टिन्यू गर्छौं है त ओके सो जस्ट गेट अ सर्ट रिक्याप है हामीले अस्तिको फर्स्ट क्लासमा के पढेको थियौं भनेर है सो हामीले फर्स्ट क्लास स्टार्ट गरेको थियौं विथ थर्मोडायनामिक सिस्टम हामीले ओपन सिस्टम क्लोज सिस्टम अनि आइसोलेटेड सिस्टम तीनटैको बारेमा पढेको थियौं त्यसपछि हामीले पढेको थियौं थर्मोडायनामिक प्रोसेसहरु आइसोथर्मल प्रोसेस आइसोबेरिक प्रोसेस अनि एडियाबेटिक प्रोसेस है त्यसपछि हामीले पढेको थियौं वर्क डन बाइ एक्सपान्सन त्यसको पुरै डेरिभेटिभ गरेको थियौं त्यसपछि हामीले अलिकति पीवी डायग्राम अनि एरिया अन्डर कर्वको बारेमा अलिकति पढेका थियौं है त्यसपछि हामीले इन्टरनल एनर्जीको बारेमा पढ्यौं फुल डेफिनेसन है त्यसपछि फर्स्ट ल अफ थर्मोडायनामिक्स अनि त्यसको स्टेटमेन्ट अनि मोलर हिट एज कन्स्टेन्ट भोल्युम अनि मोलर हिट एज कन्स्टेन्ट प्रेसर यसको डेफिनेसन अनि फर्मुला पढेको थियौं त्यसपछि हामीले मेयर्स फर्मुलालाई पुरै डिराइभ गरेको थियौं है अनि त्यसपछि हामीले इक्वेसन अफ एडियाबेटिक प्रोसेस पुरै गरेको थियौं है त ओके सो आज हामीले यहाँबाट कन्टिन्यू गर्छौं आजको क्लासमा हामीले के पढिन्छ भन्दा सबभन्दा पहिला हामीले पढिन्छ वर्क डन बाइ आइसोथर्मल प्रोसेस त्यसपछि हामीले पढिन्छ वर्क डन बाइ एडियाबेटिक प्रोसेस अनि एट लास्ट वी विल गो अन रिभर्सिबल एन्ड इरिभर्सिबल प्रोसेस है अनि त्यसपछि हामीले केही न्युमेरिकलहरु पनि गरिन्छ है त ओके सो लेट्स स्टार्ट है त ओके सो ल टपिक लेख त वर्क डन बाइ आइसोथर्मल प्रोसेस ल यसो फिगर बनाऊ है त्यसको यसलाई मान P1 V1 अनि T1 है र राम्रोसँग लेखौँ है P1 V1 अनि T1 यसलाई मान P2 V2 अनि T2 ओके अब नेक्स्ट गो अन लेख त लेट अस कन्सिडर कुनै पनि डेरिभेसन स्टार्ट गर्दाखेरि अलवेज पहिला फिगर बनाउने त्यसपछि त्यसको ल्याङ्ग्वेज लेख्ने अनि देन आफ्टर बल्ल म्याथमेटिकल पोर्सनतिर जाने किनभने कुनै पनि डेरिभेटिभको लागि चाहिँ फिगर चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ है लेट अस कन्सिडर 1 मोल अफ ग्यास is kept in a cylinder okay provided with a movable and frictionless piston यो फिगर जस्तै मैले हिजो क्लासमा बनाएको थिए लगभग उस्तै छ यहाँ एउटा मुभेबल पिस्टन छ है यस्तो नि गर्दिम ल है यो मुभेबल एउटा पिस्टन हो फ्रिक्सनलेस सेम ल्याङ्ग्वेज उता जस्तै लगभग कपी भइरहेको है त ओके अल्सो तिमीको नोट चाहिँ एकदमै बवाल बन्छ है यो नोट चाहिँ ओके सो म सँगसँगै लगातार लेख्दै जाऊ है भिडियो हेरेर आरामले आफूले लेख्दाखेरि आफ्नो ह्यान्ड प्र्याक्टिस पनि हुन्छ एन्ड इट इज गुड है सो लेख लेख त अल्सो let P1 network pressure volume temperature be the initial pressure यसलाई P1 नै मान ल P1 T1 अनि P1 be the initial pressure volume and temperature मैले अस्ति नै भनेको थिएँ हामीले जे कुरा फिगर बनाउँछौं त्यही कुरा हामीले यो ल्याङ्ग्वेज पोर्सनमा लेख्छौं है रेस्पेक्टिभली
respectively by keeping लेख त अगाडि by keeping temperature constant, volume can be changed to V2 so that pressure also changes लेख to P2 so that small work done के थियो dw is equals to pdv यसलाई इक्वेसन 1 मान ओके यति ल्याङ्ग्वेज सुरुमा के गर्ने फिगर बनाउने ल्याङ्ग्वेज पोर्सन लेख्ने त्यसपछि अगाडि म्याथमेटिकल पोर्सन स्टार्ट गर्ने ओके लेख त थस टोटल वर्क डन अब हामीले टोटली म्याथमेटिकल पोर्सन गर्छौँ है टोटल वर्क डन यसलाई के गर्नु पर्यो इन्टिग्रेसन गर डब्लु केमा चेन्ज भएको छ P1 देखि इनिशियल देखि फाइनलमा है सो V1 देखि V2 DW अर्को स्टेपमा यो DW को हामीले भ्यालु पुट गर्नु पर्यो यसमा V2 देखि V1 के छ PdV यसलाई मान इक्वेसन 2 ओके अगाडि बढ फल फर 1 मोल of gas ideal gas equation B PV is equals to RT किनभने 1 मोल को लेखाम त्यही भएर हामीले n को भ्यालु 1 राख्न पर्दैन ओके अब प्रेसरलाई यता राख RT लाई भोल्युमले डिभाइड गर यसलाई इक्वेसन 3 मान रोक यस्तो माने भनेपछि त्यसरी लिन्छौँ है रोक यसलाई इक्वेसन 3 मान अब युजिङ इक्वेसन हामीले अब 3 र 3 and 2 लाई युज गर्छौँ हामीले यहाँ जुन पिक छ नि यो पी को ठाउँमा यो भ्यालु हाल्छौँ है सो इन्टिग्रेसन V2 V1 देखि V2 पी को ठाउँमा राख्नु पर्यो RTV यता के छ DV छ है त्यसलाई लेख DV V2 V1 DV by V RT लाई बाहिर निकाल्दिउँ RT बाहिर आयो DV by V भित्र है इन्टिग्रेसन को भित्र लेख त RT इन्टिग्रेसन साइन हटाउन जसले हामीले ln को सहायता लिन्छौँ है सो ln V यता छ V2 by V1 अब ओमेगा इज इक्वल्स टु RT भित्र लिनु पर्यो ln V2 माइनस ln V1 अब ओमेगा इज इक्वल्स टु RT ln लाई कमन लियो V2 by V1 यो भयो इक्वेसन 4 अब लेख त also from isothermal process P1 V1 is equals to P2 V2 है सो क्रस मल्टिप्लाई गर त V2 by V1 is equals to P1 by P2 अब भ्यालु सब्स्टिट्युट गर त यहाँ V2 by V1 थियो सो हामीले P1 by P2 बाट रिप्लेस गर्न मिल्यो सो के भयो यसलाई यसरी पनि लेख्न मिल्यो इक्वेसनलाई सो RT ln P1 by P2 ओके इक्वेसन 5 ओके यसलाई हाइलाइट गरौँ न यिनीहरू इम्पोर्टेन्ट फर्मुलाहरू है न्युमेरिकल बेस्ड क्वेसनहरू यो फर्मुला लिएर आइरहेको हुन्छ है
अब लेख त अब इक्वेसन 4 and 5 are required expressions. अब यो कन्क्लुजन भयो के expressions for isothermal process when gas is 1 mole. बुझ्यो अगर है अगर 1 मोल भन्दा बढी ग्यास छ भने यही फर्मुलामा हामीले W = nRT ln V2/V1 अथवा nRT ln P1/P2 पनि लेख्न मिल्यो है त ओके ल ठीक छ सो त्यही भएर सबभन्दा पहिला कुनै पनि डेरिभेटिभ गर्दा फिगर बनाउने अहिले लेख्नुहोस् पर्सन लेख्ने मजाले ठुल्ठुलो लेख्छु त्यो ठाउँ भरि छेक्या हो बट आफूले मिलाएर लेख्दाखेरि चाहिँ धेरै गाह्रो छैन एकदम इजी न्युमेरिकल हो है यो यिनीहरू डेरिभेटिभ हो है डेरिभेटिभ हो यिनीहरू सोध्न सक्छ है ओके अब हामीले सेम कुरा केको लागि गर्छौँ एडियाबेटिकको लागि है सो लेख त वर्क डन by adiabatic process फिगर जस्तै माथि जस्तो म कपी गर्छु ल ठीक छ लेट्स स्टार्ट है लेख त लेट अस कन्सिडर 1 mole of gas escaped in a cylinder provided with माथि जस्तै ल्याङ्ग्वेज with movable and frictionless piston. Also considered the gas expand adiabatically यो एडियाबेटिक प्रोसेस हो सो एडियाबेटिकल्ली राइटिङ त बुझ्छ होला यार सकेसम्म राम्रै लेखेको छु है राइटिङ फ्रम इनिसियल भोल्युम V1 to final volume V2 okay the work done is given by W2 V2/V1 PdV है pressure into small volume for adiabatic process adiabatic process PV gamma is equals to K constant है के र कन्स्टेन्ट एउटै हो है ओके कन्फ्युज नहुनु सो लेख त P is equals to K/V gamma यसलाई इक्वेसन 2 मान
अब युजिङ इक्वेसन 2 and 1 W is equals to इंटीग्रेसन को साइन v1 देखि v2 k v गामा dv p को ठाउँमा सेम माथि जस्तै गरेको है ओके k लाई बाहिर ल्याम v2 देखि v1 यहाँ के भयो dv बाइ हैन यस्तो गरौँ v गामा यो v गामालाई माथि लिएर जाम k v2 बाइ v1 यहाँ के आउँछ माइनस गामा भयो अनि dv भयो है यो गामा को साइन है अब लेख त लेख माइनस के 1 माइनस गामा रोग यस्तो गरौँ यस्तो नहुँदो त बिचबाट स्टेप थप्छु है म रोग जाम त के यस्तो बक्स फर्ममा ल्याएर जाम त b r +1 तल अनि गामा थपेर यहाँ नि +1 गरौँ त अनि यहाँ v2 बाइ v1 है रोग यता माइनस के यसलाई बाहिर लिएर त 1 माइनस गामा सिम्पल म्याथ हो है अरु केही हैन यो v2 1 माइनस गामा यसलाई मैले एक्सप्यान्ड गर्दै गएको के है सिम्प्लिफाई फर्ममा ल्याउँदै गरेको है 1 माइनस गामा ओके अब यता 1 भयो के लाई भित्र लिएर जाऊ सो यता 1 यहाँ गामा -1 के भित्र गयो सो के v1 1 माइनस गामा माइनस यसलाई अनि v2 1 माइनस गामा वन माइनस गामा 1 यता के भनेको के छ p1 v1 छ है सो त्यही भ्यालु यहाँ हाल त p1 v1 v1 1 माइनस गामा माइनस p2 v2 v2 1 माइनस गामा यसलाई अझै सिम्प्लिफाई गर you will get this है p1 v1 minus p2 v2 ओके यसलाई इक्वेसन 3 मान अलिकति म्याथमेटिकल पोर्सन अलिकति त्यसको लेन्दी छ है किनभने यसमा गामा छ कि त्यही भएर ओके पावरमा गामा छ सो अलिकति लेन्दी छ है फर 1 मोल of gas work done is equals to 1 by gamma minus 1 pb just to nrt हुन्छ त्यही भएर pb लाई रिप्लेस गरेको r t1 minus r t2 है किनभने r को भ्यालु सेम हुन्छ है फर ग्यास बुझ्यौ सेम ग्यास छ भने r को भ्यालु सेम भयो रिडक्स कन्स्टेन्ट सो r लाई बाहिर लिएर आऊ कमन तान्यो -1 भित्र के रह्यो t1 minus t2 ओके त्यही रह्यो यो कुन हो इक्वेसन 4 मान यसलाई है अब लेख त इक्वेसन 4 and 3 are required expressions for n mole of gas बुझ्यौ n mole of gas during adiabatic process if 1 मोल भन्दा बढी छ भने n राख्नु पर्यो n -1 t1 minus t2 ओके और डेरिभेटिभ पोर्सन है सब बुझाउन त के बुझाउने सिम्पल म्याथ हो है त्यही भएर मैले केही नि बुझाइन है ओके सरसरी पुरै डेरिभेसन गरियो है जहाँ बुझाउनु पर्छ त्यहाँ चाहिँ म बुझाउँछु ओके यिनीहरु चाहिँ फर्मुला याद राख्नु
है, किनभने यिनीहरू न्युमेरिकल पोर्सनमा चाहिँ अलिकति इम्पोर्टेन्ट हुन्छ है। ओके ल अब नेक्स्ट टपिकतिर मुभ आउनु गरौँ है। अब हाम्रो के बाँकी रह्यो भन्दाखेरि है हामीले के गऱ्यौँ, वर्क डन बाई आइसोथर्मल प्रोसेस पनि भयो, एडियाबेटिक पनि भयो, अब रिभर्सिबल र इरिभर्सिबल रह्यो है। ल त्यसको पनि अलिकति भनिदिन्छु है। लेखा त टपिक रिभर्सिबल एन्ड इरिभर्सिबल प्रोसेस। ल अब हेर, तिम्रो रिभर्सिबल प्रोसेस भनेको के हो त? रिभर्सिबल प्रोसेस भनेको त्यो प्रोसेस हो जसमा कुनै पनि कुरा हुन्छ नि, जस्तै कि यो ठाउँबाट अर्को ठाउँमा तिमी गएर त्यही बाटोबाट फर्कियो भने, बाटो चेन्ज नगरिकन सेम बाटोबाट रिटर्न आयो भने त्यसलाई रिभर्सिबल प्रोसेस भनिन्छ है। तर तिमी अर्को बाटो फेरेर आयो भने चाहिँ त्यसलाई इरिभर्सिबल प्रोसेस भनिन्छ है। रिभर्सिबल प्रोसेसको जुन नेट वर्क डन हुन्छ नि त्यो चाहिँ 0 हुन्छ, तर इरिभर्सिबल प्रोसेसको चाहिँ नेटवर्क तिम्रो वर्क डन चाहिँ 0 हुँदैन के, बुझ्यौ? इनिसियल पोजिसनदेखि फाइनल स्टेटमा र फ्रम फाइनल स्टेट टु इनिसियल स्टेटमा फर्किँदाखेरि सेम बाटो युज गर्नु पऱ्यो कि, त्यस्तो प्रोसेसलाई चाहिँ रिभर्सिबल भनियो है। तर जुन सेम बाटोबाट फर्किएन त्यसलाई चाहिँ इरिभर्सिबल भनियो। जसरी कि यहाँ हेर, यो स्कुल भयो, यो कलेज भनौँ न यार है, यो कलेज भयो है, यो तिम्रो घर भयो, तिमी यसरी सर यो बाटो गयो है, र यही बाटो यसरी फर्केर आयो भने रिभर्सिबल प्रोसेस भयो होइन। तर यो तिम्रो कलेज, यो तिम्रो होम भयो, घर भयो होइन, तिमी यताबाट गयो, यसरी साथीसँग चटपट खायो है, फेरि यसरी फर्कियो होइन, यसो कोही महिला मित्रतिरको घरतिर गयो, फेरि यताबाट फर्किएर आयो होइन, यसरी गऱ्यो भने चाहिँ जाँदाखेरि र आउँदाखेरि चाहिँ, जाँदाखेरि सरासर कलेज गयो, त्यहाँ आउँदाखेरि चाहिँ यसरी पुरा घुमेर होइन, यता साथी छोड्दै यता आउँदै चटपट खाँदै साथीहरूसँग घुम्दै हिँड्दै आउँदै गऱ्यो भने चाहिँ यो चाहिँ इरिभर्सिबल प्रोसेस भयो है। ओके ल यसरी बुझ्ने है। यसमा चाहिँ तिम्रो वर्क डन चाहिँ 0 हुँदैन है, यसमा चाहिँ वर्क डन 0 हुन्छ, बुझ्यौ? ल यसलाई नै हामी ल्याङ्ग्वेज फर्ममा लेख्छौँ है त। अब कोही होला होइन हाम्रो आज्ञाकारी भाइहरू यतातिर होइन, टपरहरू सरासर जाने सरासर फर्किने है। तर अब कोही हुन्छ नि त यसो अब घुम्नतिर जाने यताउति, त्यसलाई चाहिँ इरिभर्सिबल प्रोसेस भन्छ है। ओके ल लेखा त अब रिभर्सिबल प्रोसेस लेखा पहिला है। सो द प्रोसेस which returns to initial state from final state exactly जे कुरा मैले भनेको छु त्यो कुरा लेखाउँछु है exactly along the same path. The process which returns to initial state from final state exactly along the same path is called, so language हेर्न पर्छ कि मिल्यो कि बिग्रियो भनेर कि, is called reversible process. यो पनि लेख्दिनु न त है। The net work done during reversible process is 0 है। एउटा यसको सानो एउटा डायग्राम बनाऊ त, पिभी डायग्राम है। कुनै कुरा नछुटो, सबै क्वेसनहरू प्राय मेन नोटबाट पढोस् होइन, त्यही भएर कुनै पनि कुरा नछुटाउने है। कसैलाई एकदम तिम्रो अराउन्ड 65 भन्दा बढी मार्क्स चाहियो भने कुनै कुरा नछुटाऊ है, सबै कुरा पढ है। त्यही भएर ढुक्क भएर पढ, जे आउँछ सबै मेरो नोटबाटै आउँछ है, बुझ्यौ नि? यति विश्वास चाहिँ राख्नु है। लेख यताबाट नै गयो, यतैबाट फर्क्यो है। यो इनिसियल पोजिसन मान P1 V1, यसलाई फाइनल पोजिसन मान त P2
V2 ओके अब इरिभर्सिबल प्रोसेसलाई लेखा त द प्रोसेस which does not return to initial state from final state exactly along the same path is called irreversible process. सिम्पल प्रोसेस मैले के भनेको थिएँ यसको वर्क डन चाहिँ यो पनि लेख्दिन्छु द नेट वर्क डन ड्युरिङ irreversible process is not zero. यसको चाहिँ नेट वर्क डन चाहिँ 0 हुँदैन है ओके ओ इरिभर्सिबल प्रोसेस हो नि त यसो सर र कलेज जान चाहिँ सिधा सिधै गयो कलेजबाट फर्किँदाखेरि चटपट खाएर त्यहाँ घुमफिरेर आउँदाखेरि त नेटवर्क डन कहाँ 0 हुन्छ त नि होइन यसो इनर्जी आएको हुन्छ त त्यति बेला त यसको एउटा डायग्राम बनाइदिउँ है जाँदाखेरि यताबाट गयो आउँदाखेरि यताबाट आयो है यसलाई P1 V1 मान यसलाई P2 V2 मान है यता P मान यता P मान माथि लेखिदिन्छु र यसलाई P मान यसलाई P मान ओके ल ठिक छ यही सँगै हाम्रो थ्योरी पोर्सन पुरै कम्प्लिट भयो है त ओके योभन्दा बाहिर क्वेसन आउँदैन ढुक्क भएर त्यो पढ्दा हुन्छ है अब दुईवटा न्युमेरिकल गरौँ न त है म लिएर आएको छु ओके ल यो पहिलो क्वेसन हो यसलाई गरौँ है त ओके ल ठिक छ यो क्वेसनलाई म यहीँ कपी गर्छु है यो क्वेसन चाहिँ मैले लेखेर लिएर आएको थिएँ है लेख्नमा टाइम वेस्ट किन गर्नु भनेर के ओके ल ठिक छ हेर जहिले न्युमेरिकल सल्भ गर्दाखेरि पहिला सबभन्दा पहिला हेर्ने हामीलाई क्वेसनले के दिएको छ अनि के निकाल भनेको छ है त ल हेर हामीले क्वेसनले के देखा तिम्रो इनिसियल टेम्परेचर दिएको छ है कति देखा 17 डिग्री सेल्सियस इनिसियल प्रेसर दिएको छ त्यसपछि इफ इट इज कम्प्रेस्ड एडियाबेटिकली के भन्यो क्वेसनले एडियाबेटिकली सो हामीले यसमा कुन फर्मुला लाउनु पर्यो एडियाबेटिकली आइसोथर्मलको लागेर भएन है यसको 1/8 अफ इट्स ओरिजिनल भोल्युम भने है त एडियाबेटिक कम्प्रेस्ड भयो एडियाबेटिकली 1/8 अफ इट्स ओरिजिनल भोल्युम सो निकाल के भने हामीलाई फाइनल टेम्परेचर अनि प्रेसर निकाला भने गामाको भ्यालु क्वेसनले दिएको छ ओके सो सबभन्दा पहिला न्युमेरिकल सल्भ गर्दाखेरि पहिला गिभन लेख्ने के दिएको छ है सो लेख त सोलुसन हामीलाई के देखा तिम्रो इनिसियल टेम्परेचर देखा है सो लेख त इनिसियल टेम्परेचर T1 कति दिएको छ 17 डिग्री सेल्सियस अनि जहिले पनि है थर्मोडाइनामिक्स च्याप्टरको जहिले पनि न्युमेरिकल सल्भ गर्दाखेरि चाहिँ हामीले केल्भिनमा राखेर सल्भ गर्ने है डिग्री सेल्सियसलाई केल्भिनमा चेन्ज गर्ने सो 70 डिग्री सेल्सियसलाई केल्भिनमा चेन्ज गर्दा कति हुन्छ यसमा 273 प्लस त गर्ने हो नि प्लस गरेर त कति आउँछ यसको 290 केल्भिन है अब लेखा इनिसियल प्रेसर दिएको छ है इनिसियल प्रेसर कति दिएको हो P2 1.01 into 10 to power 5 न्यूटन पर मिटर स्क्वायर त्यसपछि के देखा ओरिजिनल भोल्युम बी देखा है ओरिजिनल भोल्युम किनकि भने 1/8 अफ इट्स ओरिजिनल भोल्युम भनेपछि 1/8 अफ इट्स ओरिजिनल भोल्युम भनेपछि ओरिजिनल भोल्युम कति छ बी छ सो V1 इज टु बी भयो फाइनल भोल्युम पनि दिएको छ है क्वेसनले फाइनल भोल्युम V2 कति देखा V/8 अनि अब हामीले क्वेसनले के निकाल भने त त्यो लेख हामीले के निकाल भने फाइनल टेम्परेचर
T2 वाट अनि फाइनल प्रेसर P2 ओके सो हामीले पहिला प्रेसर निकालौँ त्यसपछि टेम्परेचर निकालौँ है त लेख त नाउ हामीले एडियाबेटिकली भने हामीलाई भोल्युम देख र प्रेसर निकाल्नु छ भनेपछि हामीले कुन रिलेसन युज गर्नु पर्यो यो क्वेसनको लागि हामीले वर्क डन त निकाल भने वर्क डनको लगाउनु परेन है हामीले कुन लगाउनु पर्यो यो लगाउनु पर्यो यो फर्मुला लगाउनु पर्यो बुझ्यौ पी र बी दुइटै भएको बुझ्यौ नि सो यो फर्मुला लगाऊ यहाँ नाउ P1 V1 गामा इज इक्वल्स टू P2 V2 गामा P1 को भ्यालु कति देखा हामीलाई 1.01 इन्टु 10 टु पावर 5 इन्टु V1 कति दिएको थियो हामीलाई B रहेछ पावर गामा इज इक्वल्स टू P2 हामीलाई के गर्नु हो निकाल्नु पर्ने छ P2 कति देखा B/8 को पावर गामा ल लेख त 0.1 इन्टु 10 टु पावर 5 यो भी गामा र भी गामा काटियो सो P2/8 भयो है मैले डाइरेक्ट काटेँ है क्यान्सल हुन्छ सो 1.01 इन्टु 10 को पावर 5 इन्टु 8 क्रस मल्टिप्लाई गर्दा 8 त्यसको पावर नि गामा छ नि त यहाँ इन को पावर यहाँ कति गामाको भ्यालु कति देखा क्वेसनले 1.4 है क्यालकुलेटर हान यता कति छ P2 छ क्यालकुलेटर हान त कति आउँछ रुक है इसको भ्यालु आउँछ 18.5 इन्टु 10 को पावर 5 न्युटन पर मिटर स्क्वायर प्रेसर है हामीले के निकाल्यौं प्रेसर निस्कियो है प्रेसर निस्कियो अब हामीले के निकाल्नु छ टेम्परेचर निकाल्नु छ है सो अगेन लेखा त अब लेखा त अगेन अब हामीले अघि नै प्रेसर र भोल्युम प्रेसर निकाल्नु थियो प्रेसर र भोल्युमको लगायौं भोल्युम हामीलाई दिएको छ हामीलाई फाइनल पनि थाहा इनिशियल पनि थाहा सो हामीले के लगाउनु पर्यो अब टेम्परेचर र भोल्युमको लगाउनु पर्यो है सो लेख त T1 V1 गामा -1 इज इक्वल्स टू T2 V2 गामा -1 यसलाई अरेन्ज गरेर अलिकति हामीलाई T2 निकाल्नु छ है T1 हामीलाई दिएको छ सो भ्यालु हाल त कति देखा हामीलाई T1 290 केल्भिन देखा है सो 290 इन्टु V1 दिएको छ V गामा -1 T2 को भ्यालु निकाल्नु छ V2 को भ्यालु कति देखा त्यहाँ हामीलाई क्वेसन B/8 सो B/8 गामा -1 है सो 290 इन्टु B गामा -1 यसलाई अलिकति म खोलिदिन्छु माथि खोलेको थिइनँ कसैले नबुझायो होला त्यसो भए B-1/8 गामा -1 यस्तो गर्न मिल्यो है यो र यो काटियो अब के भयो 290 इन्टु 8 1.4 - 1/T2 यो क्रस मल्टिप्लाई गरेको है काटेर सो 290 इन्टु 8 को पावर 0.4 इज इक्वल्स टू T2 क्यालकुलेटर त कति आउँछ 666.24 केल्भिन आयो है यो T2 को भ्यालु भयो बुझ्यौ कसरी निकाल्ने एकदम इजी न्युमेरिकलहरु आउँछ यसको थर्मोडायनामिक्स च्याप्टरको नबिगार्ने है ल अर्को पनि गरौँ न त एउटा है यसलाई नि म माथि लिएर आउँछु क्वेसनलाई रुक है मैले दुईटा न्युमेरिकलहरु लिएर आएको छु हामी सबै गर्छौं है आनन्दले सो हेर यो पनि सेम तरिकाले गर्ने हो है ल ठीक छ यसलाई नै हामीले त्यसरी गर्ने कसरी गर्ने भन्दा पहिला हेर्ने गिवन के देखा एडियाबेटिकली कम्प्रेस्ड छ है आइसोथर्मली छैन सो एडियाबेटिकको फर्मुला लाउनु पर्यो हाफ इट्स भोल्युम भनेको छ ओरिजिनल भोल्युमको आधी छ के निकाल भनेको चेन्ज इन इट्स टेम्परेचर अनि हामीलाई गामाको भ्यालु दिएको छ ओके सबभन्दा पहिला हामीले गिवन लेखौँ इनिशियल भोल्युम हामीलाई देखा है सबभन्दा पहिला दिएको कुरा लेख्ने त्यसपछि कम्पेयर गर्ने कुन फर्मुला लगाउने भनेर है इनिशियल भोल्युम B देखा फाइनल भोल्युम B/2 देखा है क्वेसनले फाइनल भोल्युम
B2 V/2 देखा। त्यसपछि हामीलाई टेम्परेचर सोधेको छ है। सो टेम्परेचर र भोल्युमको रिलेसन लाउनु पर्यो। नाउ T1 B1 गामा -1 इज इक्वल्स टु T2 B2 गामा -1 है। यसलाई अलिकति अरेन्ज गर त। T1 भ्यालु हाल B गामा -1 इज इक्वल्स टु T2 V/2 गामा -1 है। त्यही अघि जस्तै माथि कमन लियो भने के आउँछ T1 यताको त V गामा -1 T2 V गामा -1 2 को गामा -1 यो र यो काटियो। यसलाई यता आउँदा 2 गामा -1 T2/T1 मानौँ है। किन हामीले न T1 को भ्यालु थाहा छ न T2 को भ्यालु थाहा छ है अहिले। तर हामीलाई गामाको भ्यालु थाहा 1.4 - 1 इज इक्वल्स टु T2/T1। यसलाई क्यालकुलेटर मार्दा त कति आउँछ रुक। यसको भ्यालु आउँछ 1.319 को आसपास आउँछ है T2/T1। अब हामीलाई के सोधेको क्वेसनले चेन्ज सोधे है। जहिले पनि चेन्ज निकाल्दाखेरि लेखा त -1 गर्नुपर्छ अनि पर्सेन्टमा निकाल्ने है। चेन्ज टेम्परेचर इन पर्सेन्ट है। सो के गर्नु परेन T2/T1 -1 इन्टु 100% है। चेन्ज निकाल्दा जहिले पनि यसरी नै गर्ने है। यहाँ त 1.319 - 1 इन्टु 100% है। कति हुन्छ 0.319 इन्टु 100% गरेर चाहिँ 31.9 आउँछ भनेपछि लगभग 32% आउँछ है। ओके सो यसरी गर्ने है। ल अर्को एउटा न्युमेरिकल छ त्यो पनि गरौँ। यिनीहरू चाहिँ इम्पोर्टेन्ट न्युमेरिकल हो। ओल्ड इज गोल्डमा चाहिँ अस्मिताको ओल्ड इज गोल्ड आउँछ है। त्यसमा जति पनि न्युमेरिकल हुन्छ यति थ्योरी पढेपछि चाहिँ जस्तो पनि न्युमेरिकल क्वेसन होस् या थ्योरी क्वेसन होस् जस्तो पनि मिल्छ है। ओके यति कन्सेप्ट राखेर आनन्दले पढ्ने है। तिमीहरूको एनइबीको एक्जाम भन्दा पहिला चाहिँ म एउटा सर्ट क्वेसन सिरिज पनि लिएर आउँछु। त्यसमा चाहिँ हामीले टन्नै सर्ट क्वेसनहरू गर्छौँ है सबै च्याप्टर वाइजको चाहिँ है। ओके सो डोन्ट वरी है। अनि मैले ओल्ड इज गोल्डको न्युमेरिकलहरू पनि धेरै जस्तो प्र्याक्टिस गराउँछु त्यति बेला है। ओके ल ठिक छ। अब यो क्वेसन गरौँ है। यसमा पनि सेम तरिकाले पहिला के देखा त्यो हेर। के भने क्वेसनले 5 मोल्स देखा है। यसमा चाहिँ यसमा एनको भ्यालु हामीलाई 5 दिएको छ। त्यसपछि हामीलाई के देखा यहाँ अफ केप्ट एट कन्स्ट्यान्ट टेम्परेचर। टेम्परेचर कति देखा हामीलाई 53 डिग्री सेल्सियस। त्यसपछि हामीलाई के देखा प्रेसर इन इज इन्क्रिज फ्रम। यो हामीलाई इनिसियल प्रेसर देखा यो हामीलाई फाइनल प्रेसर दिएको छ। क्यालकुलेट द वर्क डन है। यसमा हामीलाई के भने एडियाबेटिकली कि आइसोथर्मल्ली नै क्वेसनले हामीलाई त्यस्तो केही भने छैन। सो हामीले आइसोथर्मल्ली मालेर हेर्नु पर्यो है। केही भने छैन भने आइसोथर्मल्ली अगर एडियाबेटिकली कम्प्रेस भने चाहिँ एडियाबेटिकली मान्नु पर्यो है त। ल सो सुरुमा गिवन लेख सोलुसन के देखा हामीलाई नम्बर अफ मोल्स देखा है। एनको भ्यालु देखा नम्बर अफ मोल्स कति देखा एनको भ्यालु 5। त्यसपछि हामीलाई टेम्परेचर देखा टेम्परेचर कति देखा टी को भ्यालु 53 डिग्री सेल्सियस। यसलाई कन्भर्ट गरेर त कति आउँछ 326 केल्भिन आउँछ है। अब जहिले पनि डिग्री सेल्सियसलाई केल्भिनमा कन्भर्ट गर्नु पर्यो भने चाहिँ जहिले पनि प्लस गरिदिने है। कतिले प्लस गर्ने 290 होइन 273 केल्भिनले प्लस गर्ने है जहिले पनि। बुझ्यौ नि ट्याक्कै आउँछ। तर त्यही डिग्री फ्यारेनहाइटलाई केल्भिनमा गर्नु पर्ने चाहिँ यसरी मिल्दैन है। त्यसको लागि चाहिँ पुरै तिमीले 11 क्लासमा पढायो होला पुरै फर्मुलाबाट जानुपर्छ। कुन फर्मुलाबाट जानुपर्छ रिलेसनबाट जानुपर्छ। रोक यो त उसको भयो यो रिलेसनबाट जानुपर्छ f - 32/180 इज इक्वल्स टु k - 273/100 यो रिलेसनबाट निकाल्नुपर्छ है इन द्याट केस चाहिँ। तर त्यस्तो क्वेसन सोधे छैन अहिलेसम्म सायद नसोध्ला है। तर सोध्यो भने चाहिँ यो रिलेसनबाट कन्भर्ट गर्ने है। यो क्लास 11 मा पढाउँछ है। क्लास 11 तिमीलाई पढेको पनि छ होला है। तर मैले एउटा भनिदिएको। अब चाहिँ सो लेख गिवन। अब इनिसियल प्रेसर कति देखा हामीलाई P1
1 atm देखा है अनि फाइनल कति देखा फाइनल प्रेसर P2 कति देखा 3 atm अब के निकाल भनेको क्वेशनले वर्क डन सो फ्रम लेखा त आइसोथर्मल प्रोसेस वर्क डनको फर्मुला आजै हामीले डिराइभ गरेको छौं है यहाँ त आजै हामीले डिराइभ गरे हम है यो एडियाबेटिकलीको भयो यहाँ छ कम्प्रेस वालीको आइसोथर्मलीको है हामीलाई के देखा हामीलाई भोल्युम देखा छैन हामीलाई के देखा प्रेसर देखा हुन्छ हामीले कुन चाहिँ लाउनु पर्यो यो वाला हामीले लगाउनु पर्यो है ओके सो यहाँ लगाऊ जहिले पनि सबभन्दा पहिला क्वेशन एप्रोच गर्न जान्नु पर्यो है क्वेशनमा कुन चाहिँ फर्मुला लाग्छ पहिला गिवन लेख्ने त्यसपछि कुन फर्मुला लाग्छ फर्मुला कम्पेयर गर्ने त्यसपछि फर्मुला लेख्ने अनि पहिला क्याल्कुलेट गर्ने है नभए आन्सर बिग्रिन्छ ओके सो लेखा त फर्मुला nRT ln P1 by P2 एंगल को देखा 5 आर को भ्यालु कति हुन्छ यो चाहिँ रेबक्स कन्स्टेन्ट हो यसको आर को भ्यालु कति हुन्छ अहिले पनि 8.314 हुन्छ है त्यही हामीले केमिस्ट्रीमा क्याल्कुलेट गर्दा फरक हुन्छ किन त लिटरमा हामीले क्याल्कुलेट गरेर हुन्छौं है वन बाई 3 भयो है लेखा त यो चाहिँ मैले टेम्परेचरको भ्यालु हालेको है 326 है क्याल्कुलेट गर्दा कति आउँछ माइनस 1.49 इन्टु 10 को पावर 4 जुल आयो ओके यो चाहिँ यसको फाइनल आन्सर हो है यो चाहिँ इजी थियो सर्ट क्वेशन थियो है राइट 2 मार्क्स पनि सोध्न सक्छ है ओके ल अब एउटा लास्ट न्युमेरिकल गरौँ है अलिकति लेन्दी छ यो चाहिँ ओके यसमा तीनटा कुरा छ तीनटा कुरा निकाल्नु पर्छ एकैचोटी सो सेम प्रोसेसमा पहिला के को दिएको छ गिवन पहिला गिवन हेर्ने के देखा अ लिटर अफ एयर इनिशियली एट 20 डिग्री सेल्सियस यो के देखा हामीलाई इनिशियल टेम्परेचर देखा है अनि इनिशियल यो के देखा इनिशियल प्रेसर हामीलाई यो प्रेसर पनि दिएको छ है प्रेसर इज हिटेड एट कन्स्टेन्ट प्रेसर अन्टिल इट्स भोल्युम इज डबल भोल्युम कति भइरहेको यहाँ डबल भइरहेको सो के निकाल्नु पर्छ फाइनल टेम्परेचर है हामीले यसमा T2 निकाल्नु पर्छ T1 दिएको छ T2 निकाल भने त्यसपछि यसमा हामीलाई एक्सटर्नल वर्क डन पनि निकाल्नु पर्यो अनि क्वान्टिटी अफ हिट क्यापेसिटी एट कन्स्टेन्ट भोल्युम त्यो पनि निकाल्नु पर्यो ल सो पहिला गिवन लेख सोलुसन जहिले पनि पहिला गिवन लेखिहाल्ने के दिएको छ त्यो लेखिहाल्ने इनिशियल टेम्परेचर T1 इज इक्वल्स टु 20 डिग्री सेल्सियस यसलाई केल्भिनमा कन्भर्ट गरिहाल्ने 298 केल्भिन हुन्छ है 270 हैन रोग यो कहाँ बिग्रियो 293 केल्भिन हुन्छ ओके फाइनल टेम्परेचर T2 सोधेको छ हामीलाई क्वेशनले प्रेसर क्वेशनले कति देखा हामीलाई प्रेसर भ्यालु देखा हैन P कति देखा 760 mmHg यो चाहिँ तिम्रो केमा हो STP मा हो है यसलाई चाहिँ हामीले यसरी लेख्न मिल्छ 1.013 इन्टु 10 को पावर 5 न्युटन पर मिटर स्क्वायर है त्यो चाहिँ NTP मा हो हामीले STP मा लेखेको है त्यसलाई कन्भर्ट गरेको यसरी लेख्न मिल्यो के अब इनिशियल भोल्युम हामीलाई इनिशियल भोल्युम कति दिएको थियो P दिएको थियो है मतलब 1 लिटर देखा अ लिटर भने त क्वेशनले यहाँ अ लिटर भने है सो त्यो पनि हामीले क्वेशन पढ्दाखेरि विचार गर्नुपर्छ है 1 लिटर दिएको रहेछ कति भयो 10 को पावर -3 मिली क्युब है अब आयो हाम्रो फाइनल भोल्युम हामीलाई के भनेको थियो डबल भनेको थियो सो
2v1 कति भयो 2 × 10⁻³ हामीले यस्तो सानो कुराहरु चाहिँ यस्तो क्वेशनमा चाहिँ हुन्छ दिएको हुन्छ अल लिटर हैन 5 लिटर अथवा अल लिटर भन्दैन हामीले त्यो क्वेशनमा छोडिराको हुन्छ त्यस्तो कुराहरु नछोड्निस् बुझ्यौ अघि मैले पनि यहाँ झुकिसकेको थिएँ बट फेरि क्वेशन पढ्दा त्यहाँ रहेछ ओके नै त्यसरी क्याल्कुलेसन बिग्रिन्छ है बन्दैन क्वेशनै लेख त नाउ पहिला के निकाल्ने T2 निकालौँ है त सो यसको लागि कुन रिलेसन लाउनु पर्यो सिम्पल PV जस्तो NRT बाट जाम है क्रस मल्टिप्लाई गरौँ त P र B को रिलेसन निकालौँ त नै B र T को गरौँ किनभने हामीलाई भोल्युम दिएको छ टेम्परेचर निकाल्नु छ सो V1 by V2 = T1 by T2 है यो मेडिदिन्छु म ल 10 को पावर हामीलाई कति देखा 10 को पावर -3 V1 अनि यो 2 × 10 को पावर -3 T1 हामीलाई कति दिएको थियो 290 12 मैले 8 किन लेखिरहेको छु यार 293 T2 निकाल्नु छ यो यहाँ काटियो क्रस मल्टिप्लाई गरेर T2 को भ्यालु कति आउँछ यो 2 to 4 500 86 आउँछ सायद है यति नै आउँछ होला केल्भिन है अब हामीलाई के निकाल्नु छ हामीले एउटा निकाल्यौं है टेम्परेचर निस्कियो अब के निकाल्नु छ एक्सटर्नल वर्क डन निकाल्नु छ है सो लेख त अगेन dW is to what so लेख त dW equals to pressure into small volume change in volume so pressure V2 minus V1 गर्नु पर्यो किन चेन्ज इन भोल्युम छ है प्रेसर कति दिएको थियो 1.0 मैले हाले छ यार 1.013 × 10⁻⁵ हुन्छ V2 कति दिएको थियो 2 × 10⁻³ देखा अनि V1 10⁻³ दिएको छ है यहाँ कति रह्यो 10⁻³ नै रह्यो है सम्म मल्टिप्लाई गर 101.3 जुल आउँछ है ओके हामीले एक्सटर्नल वर्क डन पनि निकालियो अब के निकाल्न बाँकी रह्यो एउटा के निकाल्न भने अर्को तेस्रो द क्वान्टिटी अफ हिट क्यापासिटी है ल यो पनि निस्किन्छ लेख त अगेन dq = what निकाल भने क्या हामीलाई लेख त V0 by V1 = 273 by 293 यो हामीलाई त्यही दिएको पनि छ के यो क्वेशनमा हेर्न सक्छौ यो भ्यालु देखा नि त्यही अनुसार हामीले यसलाई सब्स्टिट्युट गरेको है ओके यसको भ्यालु कति आउँछ V0 को 17 × 10⁻⁴ V1 को भ्यालु हालेर क्रस मल्टिप्लाई गरेको के ओके अरु केही नि हैन अब पहिला हामीले इन्टरनल एनर्जी निकाल्नु पर्यो यसको du mCB dt कति देखा 714 दिएर छ CB को भ्यालु सो देखा त 1.2 × 10⁻³ इन्टु CB को भ्यालु देखा 714 देखा है इन्टु चिन टेम्परेचर कति छ 293 देखा है सो कति हुन्छ यसको भ्यालु 251 जति आउँछ है 251 नै आउँछ होला यो मासको भ्यालु कहाँबाट लेखेको भन्दाखेरि रोक है यो पनि रोक एक स्टेप रोक यहाँबाट निकालेको है रोक यो मासको भ्यालु यहाँबाट निकालेको भोल्युम इन्टु डेन्सिटीबाट है भोल्युम कति देखा यहाँ निस्के हामीले 9.317 × 10⁻⁴ इन्टु डेन्सिटी 1.293 है भ्यालु कति आउँछ 1.2 × 10⁻³ आउँछ बुझ्यौ नि केजी है त्यही भएर तल सब्स्टिट्युट गरेको अब के निकाल्नु छ हामीलाई dq निकाल्नु छ सो du प्लस dw गर्दियौ dw हामीले माथि क्याल्कुलेट गरे हम 100 point समथिङ सो 251 प्लस माथि कति निकालेको थियो हामीले
101 प्लस 101.3 जुल, सो कति आयो यसको 352.3 जुल फाइनल आन्सर यो है। बुझ्यो, हामीले डिक्यू निकाल भनेको थियो। यो V0 भनेको इनिसियल टेम्परेचर के एनटिपीमा हुन्छ नि तिम्रो 273 केल्भिन हामीले मान्छौँ नि, त्यो मानेको हो मैले। V1 चाहिँ हामीले यहाँ अर्को टेम्परेचर हामीलाई देखा नि त है 293 केल्भिन हामीलाई दिएको थियो, त्यो राखेँ। V0 पहिला निकालेँ है, V0 पहिला निकालेँ। यो इनिसियल टेम्परेचर त्यही सेम रिलेसनबाट गरेको माथि जस्तै यही रिलेसन युज गरेको है। त्यसरी गरेर V0 निकालेँ, किन हामीलाई मास निकाल्नु पर्ने थियो। सो भोल्युम इन्टु डेन्सिटी गरेँ, डेन्सिटीको भ्यालु यही एनटिपीमा यही हुन्छ है। अनि डिक्यू निस्कियो। ओके ल, सो यही सँगै हाम्रो यो च्याप्टर यही कम्प्लिट भयो है। ल, यसको नोटहरू चाहिँ कसैलाई चाहियो भने चाहिँ मैले लिङ्क हाम्रो डिस्क्रिप्सन बक्समा चाहिँ मैले हाम्रो वाट्सएप ग्रुपको लिङ्क छोडिदिन्छु, त्यसै मैले नोटहरू हालिदिएको छु, तिमीहरूले त्यहाँबाट लिन सक्छौ है। ओके, कम्प्लिट नोट त्यहाँबाट तिमीहरूले यसको पाउन सक्छौ। बुझ्यौ? ल, थ्याङ्क्स फर वाचिङ माई भिडियो है। ल, भिडियो मन पऱ्यो नि प्लिज सब्सक्राइब गर्नु होला। ओके, थ्याङ्क यू।